साथीहरू आइरहनु भएको छ। सत्रम बाहिर र सामुनारायण मण्डन देउपुर लगायत विभिन्न भागबाट आउने साथीहरू उत्तरतिरबाट आइरहनु भएको छ। जुलुसका निम्ति ठाउँ अपर्याप्त भइरहेको, सहभागीहरूका निम्ति ठाउँ अपर्याप्त भइरहेको अहिलेको अवस्था छ। अब हामी विवश छौँ। काठमाडौँमा योभन्दा ठुलो खुला मैदान छैन। अब हरेक 5 वर्षमा नेकपा एमालेको महाधिवेशन आयोजना गर्दा हामीले नयाँ ठाउँ तयार गर्नुपर्ने आवश्यकता देखिएको छ। योभन्दा अगाडि यो कार्यक्रममा सहभागी आउनु